दर्शकबिन नमस्कार, म तिलक बहादुर ओली। बुढेसकालको सहारा भनेर छोरालाई भनिन्छ, तर त्यही छोरा पनि 13 दिन बितिसक्दा पनि सम्पर्कविहीन भएपछि के गर्ने? बाक्सर नगरपालिका 4 पानीखानाका टेक बहादुर ओली उनी गत कार्तिकको 13 गते उनी दार्माको त्रिवेणीको मेला जान्छु भनेर घरबाट निस्किएका टेक बहादुर ओली अझै पनि सम्पर्कमा आएका छैनन्। उनले विगत लामो समयदेखि पेदी खोलामा मैले देखे अनुसार तर उनले कारोबार सम्बन्धी विभिन्न स्टाटसहरू छोडिरहन्थे, तर सामाजिक सञ्जालमा पोस्ट गरिरहन्थे। एक छारी एक शङ्का उत्पन्न भइरहेको छ, तर त्यही विवादमा पनि कसैले उहाँको हत्या गर्यो कि अथवा उनी आफू अलिकति अशक्तै भएको कारणले गर्दा उनीले आफू केही व्यापार व्यवसाय फस्टाउन नसकेपछि र आफै पनि उनले मानसिकता अलि छुट्टै गरेर कतै झुन्डिए कि भन्ने जस्ता विभिन्न खालका अहिले शङ्काहरू उत्पन्न भएका छन्। तर 14 दिन भइसक्दा पनि 14 दिन बित्दा सम्पर्कमा नआएपछि कि आमा बिचारा आफ्ना छोरालाई खोजिदिनु पर्यो भनेर उनले सबैसँग हार गुहार गरिराखेका छिन्, तर कसैले उनको कुरा सुनेको छैन। तर विडम्बना यस्तो छ, आफू बिरामी हुँदा पनि कसैले पानी दिने छैन, तर घनघोर जङ्गलको बिचमा घर छ, तर घरमा एउटा छोरा छन्, उनी पनि इन्डियातिरै छन्, तर आफ्ना श्रीमानको केही महिना पहिला नै स्वर्गवास भएको थियो। तर यो भन्दा ठुलो विडम्बना के हुन सक्छ? यदि तपाईहरूले पनि यो भिडियो हेर्दै हुनुहुन्छ र यस भिडियोमा देखिरहेका व्यक्ति टेक बहादुर ओलीलाई तपाईँले कतै देख्नुहुने भेट्नुहुने महानुभावहरूले नजिकैको सिमखोलीको प्रहरी कार्यालयमा तपाईँले सम्पर्क गरिदिनु होला, अथवा तपाईँहरूले मेरो यो भिडियोको कमेन्ट बक्समा गएर तपाईँले कमेन्ट गरिदिनु होला र सामाजिक सञ्जाल जस्ता विभिन्न सामाजिक सञ्जालमा यो भिडियो र धेरै भन्दा धेरै सेयर गरिदिनु होला भन्दै तपाईहरू समक्ष फेरि अर्को भिडियोमा भेट हुने बाचासहित अहिलेलाई भने म तिलक ओली तपाईहरु माझबाट ओझेल पर्ने अनुमति चाहन्छु। हवस् त, नमस्ते। हेर्दै गर्नुहोला एनएचडी खबर।